हामीसँग अहिले जो पनि हुनुहुन्छ इन्डस्ट्रीमा त्यो कुरामा चाहिँ बेस्ट हो है, वान अफ द बेस्टमै पर्नुहुन्छ उहाँ भन्ने चाहिँ क्रिएटरै हो जस्तो लाग्छ मलाई। अझै अझै राम्रो तरिकाले भूमिका निर्वाह गर्दै हुन्थ्यो, आइदिए हुन्थ्यो, बोल्दै हुन्थ्यो होइन, झगडा गर्दै हुन्थ्यो भन्ने अपेक्षा राख्नु स्वाभाविक हो। तर मेरो शैली भनेकै सिर्जना हो, मैले जान्ने भनेकै सिर्जना हो। ती घटनाक्रमहरू चाहिँ कहाँबाट तपाईँ इन्सपायर हुनुभयो भन्ने कुरामा चाहिँ सायद त्यो फिल्म हेरेपछि चाहिँ सम्भवतः तपाईँलाई अलिक क्लियर नै हुन्छ जस्तो लाग्छ मलाई, किनभने उसको जर्नी जे हामीले ट्रेलरमा देखिरहेका छौँ त्योभन्दा फरक पनि हुनसक्ला र जति उसले भोग्नुपर्ने हो त्यो नभोगेको पनि हुनसक्ला, अथवा जति भोगेको छ त्यो हामीलाई एज युजुअल है यो त ठिकै हो भने जस्तो पनि लाग्न सक्ला। योसँग प्रेम गर्न छुट छ, योसँग प्रेम गर्न छुट छैन, अथवा यसलाई मन परायो भने इभन कसैलाई मन पराउनु त नेचुरल कुरा हो नि त, कसैलाई माया लाग्नु त नेचुरल कुरा हो नि त। तर हाम्रो समाजले हाम्रो चेतनाले हामीलाई यति धेरै सङ्कुचित बनाइसकेको थियो कि कहिल्यै पनि बसन्त विकहरूलाई शान्ति शर्मासँग प्रेम गर्ने आँटे आएन क्या। अथवा हामी कहाँ इभन भर्ती हुने कुरामा पनि अरू थर लेखेर भर्ती हुन्थे साथीहरू होइन, दलित कम्युनिटीको साथीहरू भर्ती हुने कुरामा पनि उनीहरूको थिएन होइन। त्यो भन्ने एउटा चेतना आत्मविश्वास नै एउटा सङ्कुचित उमा बसेर बसन्त विकहरू हुर्किए अथवा हामीहरू हुर्कियौँ होइन। त्यो मनोविज्ञानमा अगाडि बढेको भएर तपाईँले भने जस्तो अनि रियरली त्यस्ता घटनाहरू देखिन्थ्यो अलिअलि चाहिँ होइन। अनि ती घटनाहरूको परिणाम चाहिँ त्यही ट्रेलरमा भने जस्तो कि त अपराधी बनाइन्थ्यो कि त उनीहरूलाई छुटाइन्थ्यो। अथवा मैले जम्मा 2टा कि 3टा मात्रै कन्टेन्ट गरेको छु जातको विषयमा, विभेदको विषयमा। म जातको कुरा नगरौँ, विभेदको विषयमा। अनि मान्छेहरूलाई लाग्छ कि यसले जहिले पनि आफ्नो लाइफ टाइमभरि यसले विभेदकै कुरा गरिरहेछ, जातकै कुरा गरिरहेछ। प्रश्न गरिरहेको छु, जुन विभेदको आवाज उठाइरहेको छु त्यो नै काफी छ मेरो परिचय दिनलाई भन्ने छ क्या। म पढेको स्कुलमा चाहिँ तपाईँको डिफ्रेन्ट कास्टको डिफ्रेन्ट क्लासको साथीभाइहरूसँग मैले बसेर पढेको भएर चाहिँ मेरो ब्याक अफ द माइन्ड त कहिले पनि ल यो चाहिँ यो जातको हुन्छ त्यही भएर यसलाई यसरी ट्रिट गर्नुपर्छ या हामीले यस्तो गर्नु हुँदैन। जसरी उहाँले भन्नुभयो नि उहाँलाई बच्चादेखि नै कसरी हुर्काइएको थियो भन्दाखेरि चाहिँ हामीलाई यो गर्नु गलत हो या योसँग अट्र्याक्सनै हुनु हुँदैन होइन। टेक्निकली त्यस्तो नै हुन्थ्यो होला, माइन्डले त्यसरी नै पर्फर्म गर्थ्यो होला, तर हामीलाई कहिले पनि त्यस्तो भएन। मैले निश्चललाई मजाले चिन्नुभन्दा अगाडि मलाई नेवार हो जस्तो लाग्थ्यो कि निश्चल, बुझ्नु भएन भनेको उसको केही नेवार इन्फ्लुएन्स होला जस्तो लाग्थ्यो कि। तर मैले कहिले पनि नेवार हो त्यही भएर त्यस्तो हुनुहुँदैन या भनौँ न मेरो त अब घरमा मान्दैन भन्ने खालको त्यसरी कहिले पनि त्यसरी मैले सोचेर चाहिँ म अहिले त अब अभियसली गर्थेँ लड्थेँ नै भन्छु होला। तर मैले भने नि अनेस्टली मेरो त्यति बेलाको थिङ्किङ चाहिँ त्यस्तो थियो। मैले कहिले पनि ल यो चाहिँ यो जातको हुन्छ त्यही भएर मैले योसँग अट्र्याक्सन हुनु हुँदैन भन्ने या योसँग विवाह गर्नु हुँदैन होला भन्ने त्यस्तो कहिले हुँदै भएन। म आफ्नै आँखाले म आफैले स्वयं भोगिरहेको छु अहिलेसम्म पनि। हाम्रो गाउँको अब काका भन्छौँ दलित परिवार, उहाँहरू अहिलेसम्म पनि घरभित्र उहाँहरू आफै पनि भित्र छिर्न मान्नुहुन्न र हाम्रो बाजेहरूले दिनुहुन्न थियो। तर हामी त अहिले सचेत भयौँ नि त, ल भित्र बसौँ बसेर खाउँ भन्ने बेला पनि उहाँहरूले अप्ठ्यारो मान्नुहुन्छ। अलिक कस्तो अलिकति कन्सियस भएको जस्तो फिल भयो, त है त्यो पनि पाटो छ नि भने जस्तो भयो होइन अहिले आएर चाहिँ। तर मैले त्यतातिर चाहिँ खासै सोचिसकेको छैन, किनभने फ्राइडे जुन हिसाबले चाहिँ त्यहाँभन्दा अगाडि चलिरहेका सिनेमा पनि रेगुलर चलिरहन्छन् र बिचमा चाहिँ हाम्रो लागि जुन किसिमको स्पेस हलहरूले हामी पहिलादेखि नै प्रचार गरिरहेको र पहिलादेखि नै 1 वर्ष अगाडि नै चैत 22 भनेर हामीले नोटिस पठाइसकेको हुनाले र डिस्ट्रिब्युटर्सहरूसँग नि एक खालको सरसल्लाह भएको हुनाले चाहिँ उहाँहरूले मलाई विश्वास छ राम्रो तरिकाले एटलिस्ट शुक्रबार शनिबार हल म्यानेजमेन्ट गरिरहनु भएको छ। र त्यसपछि त दर्शकहरूको राम्रो सहभागिता भयो भने चलचित्र अगाडि बढ्दै जान्छ। त्यसपछि अरू चलचित्र आउँछ, दर्शकले ती चलचित्रले छान्नुहुन्छ, ल हामीलाई यो चलचित्र हेर्न मन छ भनेपछि हलवालाहरूले फेरि जुन चलचित्र दर्शकले हेर्न चाहनुहुन्छ त्यही चलचित्र दर्शक लगाइदिनुहुन्छ। सो हलमा लाग्नु मात्रै ठुलो कुरा पनि होइन, अथवा अरू चलचित्र आउनु पनि ठुलो कुरा होइन। यो चलचित्र जब हाम्रो हातबाट जान्छ हलमा जान्छ त्यसपछि दर्शकहरूले नै डिसाइड गर्नुहुन्छ जस्तो लाग्छ मेरो विचार। म आफैले मेरो भूमिका भयङ्कर छ भनेर चाहिँ भन्न त्यो अप्ठ्यारो होला त्यो हिसाबले, तर सङ्गीतले त्यो भूमिका निर्वाह गरेको छैन। यो चाहिँ व्यावसायिक हिसाबले आफ्नो पहिचानको लागि, आफ्नो परिचयको लागि, आफ्नो सस्तो लोकप्रियताको लागि मात्रै गरिरहेको छ भन्नुहुन्छ भने चाहिँ उहाँहरूले चाहिँ इतिहासमा विश्व नेपालको मात्र होइन विश्वकै इतिहासमा परिवर्तनका जति पनि परिवर्तनकारी आन्दोलनहरू छन् त्यसमा सिर्जनाको महत्त्व, सङ्गीतको महत्त्व, त्यसमा कलाकारहरूको भूमिका, त्यसमा कविताको भूमिका, साहित्यको भूमिका, आवाजको भूमिका छ कि छैन भन्ने कुरा चाहिँ विश्लेषण गर्नुपर्छ, हेर्नुपर्छ। त्यो अलि लामो र गहिरो विश्लेषण हो। अझै राम्रो तरिकाले भूमिका निर्वाह गर्दै हुन्थ्यो, आइदिए हुन्थ्यो, बोल्दै हुन्थ्यो होइन, झगडा गर्दै हुन्थ्यो भन्ने अपेक्षा राख्नु स्वाभाविक हो। तर मेरो शैली भनेकै सिर्जना हो, मैले जान्ने भनेकै सिर्जना हो। दुइटै गतिलो होइन। कसरी पाउनु
यस्तो छ कस्तो छ अब ठ्याक्क भनिराख्दा फेरि उहाँ दुइटै गरिरहनु भएको छ होइन, त्यही भएर मैले ठ्याक्कै एउटा भन्न त अलिक गाह्रो होला, तर मेरो पर्सनल फेभरेट त हुनसक्ला होइन। मैले काम गर्दाखेरि पनि मोर उहाँको एउटा त नेचुरली हुन्छ नि, अलिकति मोर मलाई यो चाहिँ हामीसँग अहिले जो पनि हुनुहुन्छ इन्डस्ट्रीमा त्यो कुरामा चाहिँ बेस्ट हो है, वान अफ द बेस्टमै पर्नुहुन्छ उहाँ भन्ने चाहिँ क्रिएटरै हो जस्तो लाग्छ मलाई। पात्रको हिसाबले चाहिँ मैले जति पनि अरू सिनेमाहरू गरेँ अलिकति मभन्दा फरक किसिमका पात्रहरू, मभन्दा फरक किसिमका क्यारेक्टर्सहरू गर्दाखेरि चाहिँ मैले हिजो अस्ति पनि भनिरहेको थिएँ, म अलिकति क्यारेक्टरमा मोर मेरो इनपुट अलिक धेरै हुन्थ्यो होइन, मेरो अब्जर्भेसनहरू अलिकति धेरै हुन्थ्यो, मैले अब्जर्भ गरेका कुराहरू त्यो क्यारेक्टरमा एकदमै धेरै हुन्थ्यो, बिट बाहिरी अपिरियन्सको कुरामा होस् या इन्टरनल जर्नीको कुरामा पनि होइन। तर यो चाहिँ यो स्क्रिप्ट मलाई प्रकाशले लिएर आउँदाखेरि नै एक लेभलको क्ल्यारिटी एकदमै ल यो नै हो मेरो क्यारेक्टर, यसको भोगाइ हो, यसको इन्टरनल जर्नी हो, यसको यो यस्तो देखिन्छ समेत पनि लगभग उहाँले मलाई क्लियरली ल्याएर दिनुभएको थियो कि, त्यही भएर मैले त्यस्तो मैले नदेखेको भए पनि म देख्नु पर्थ्यो होला, स्टडी गर्नु पर्थ्यो होला नि त होइन। देख्यो त मैले त्यस्तो आई थिङ्क यही क्यारेक्टर यस्तै योसँग सिमिलर क्यारेक्टर भन्ने मैले त्यसरी अब यही कुनै एउटा सर्टन भेगमै गएर मैले त्यसरी युजली हुँदैन त्यस्तो होइन। मैले त्यसरी यस्तो सोधेन उहाँलाई, कि मैले भने नि उहाँले मलाई लिएर आउँदाखेरि नै एकदमै क्लियरली यही हो क्यारेक्टर, यसको जर्नी यस्तो हो, यो यस्तो देखिन्छ भन्नेसम्म पनि त्यस्तो क्लियरली ल्याउनु भएको भएर मैले एकदमै धेरै एफर्ट लगाएर या अब्जर्भै गरेर मैले नदेखेको भए नि अब्जर्भ गर्नु पर्थ्यो होला अरू सिनेमामा, त्यस्तो गर्नु परेन। त्यो कहाँबाट इन्फ्लुएन्स भएको त आई थिङ्क अरू नै एउटा कोही कुनै क्यारेक्टर छ जस्तो लाग्छ हामी कुरा हुँदाखेरि चाहिँ इन्फ्लुएन्स पाएकोमा चाहिँ नट उहाँको म्याडम भन्दा पनि अर्को एकजनाबाट चाहिँ इन्फ्लुएन्स हो कि भने फेरि के हो म नराम्रो केही भनेको के हो होइन। पछि उहाँको गाउँमा गइसक्यो, किन उहाँकै गाउँमा सुट भएको नि त आफ्नै कथा लेखेको होइन नि त, स्कुल बेलाको हो नि त उहाँको होइन जस्तो अब अहिले डब्बु सरले चाहिँ ट्रेलर हेरेर जुन किसिमको कथा इमेजिनेसन गरिरहनु भएको छ, सायद यस्तो खालको होला, यस्तो खालको जर्नी भोगिरहेको होला, यो क्यारेक्टर चाहिँ यस्तो होला भन्ने खालको जुन सोचिरहनु भएको छ त्योभन्दा सायद भिन्न पनि हुनसक्छ शान्तिको जर्नी चाहिँ होइन। र तपाईँलाई सजिलै लाग्न सक्छ कि यो त स्वाभाविक हो, यो त जो भित्र पनि हुनसक्छ। यदि शान्ति जस्तो सोच भएको अथवा ऊ जो भएको त कि हामी कहाँ प्रशस्तै छन् कि कोही पनि छैनन् होइन, त्यो हिसाबले चाहिँ सायद उसको जर्नी अलिक फरक हामीले जे सोचिरहनु भएको छ, अझ जे तपाईँले ट्रेलरमा आधार रहेर जसरी शान्तिको क्यारेक्टरमा उहाँलाई प्रश्न गरिरहनु भएको छ, सो उसले कसरी त्यो कुरालाई ट्याकल गर्छ, कसरी भोग्छ, के कुराहरू, ती घटनाक्रमहरू चाहिँ कहाँबाट तपाईँ इन्सपायर हुनुभयो भन्ने कुरामा चाहिँ सायद त्यो फिल्म हेरेपछि चाहिँ सम्भवतः तपाईँलाई अलिक क्लियर नै हुन्छ जस्तो लाग्छ मलाई, किनभने उसको जर्नी जे हामीले ट्रेलरमा देखिरहेका छौँ त्योभन्दा फरक पनि हुनसक्ला र जति उसले भोग्नुपर्ने हो त्यो नभोगेको पनि हुनसक्ला, अथवा जति भोगेको छ त्यो हामीलाई एज युजुअल है यो त ठिकै हो भने जस्तो पनि लाग्न सक्ला होइन। अहिले त्यो बसन्तको मनोविज्ञान पनि त्यस्तै खालको छ कि सायद होइन। अब जस्तो हामी यस्तो समाजमा हुर्क्यौँ कि अलरेडी माइन्ड सेटमा भइसक्यो कि म चाहिँ अथवा हामी यस्तो हो, हामीलाई यो गर्न छुट छ, यो गर्न छुट छैन होइन, हामीलाई यहाँसम्म ढोकासम्म जान छुट छ, त्यहाँभन्दा जान छुट छैन, हामीलाई योसँग प्रेम गर्न छुट छ, योसँग प्रेम गर्न छुट छैन, अथवा यसलाई मन परायो भने इभन कसैलाई मन पराउनु त नेचुरल कुरा हो नि त, कसैलाई माया लाग्नु त नेचुरल कुरा हो नि त। तर हाम्रो समाजले हाम्रो चेतनाले हामीलाई यति धेरै सङ्कुचित बनाइसकेको थियो कि कहिल्यै पनि बसन्त विकहरूलाई शान्ति शर्मासँग प्रेम गर्ने आँटे आएन क्या, उसलाई मन पराउने आँटे आएन होइन, उसलाई पनि मन पराइन्छ है भन्ने, मन पराउन पाइन्छ है भन्ने त्यो हिम्मतै भएन। त्यो किसिमको मनोविज्ञानमा चाहिँ बसन्तको जीवन चल्यो र त्यो कुरा चाहिँ इभन प्रेमको कुरामा मात्रै होइन अरू सामाजिक कुरामा पनि सम्भवतः मलाई यो कुरा गर्न छुटै छैन, अथवा म इभन हाम्रो समयसम्म त कतिपय जस्तो मास्टरै बन्न पनि अब कहाँ हामी मास्टर बन्ने हो र होइन, अथवा हामी कहाँ इभन भर्ती हुने कुरामा पनि अरू थर लेखेर भर्ती हुन्थे साथीहरू होइन, दलित कम्युनिटीको साथीहरू भर्ती हुने कुरामा पनि उनीहरूको थिएन होइन। त्यो भन्नेको एउटा चेतना आत्मविश्वास नै एउटा सङ्कुचित उमा बसेर बसन्त विकहरू हुर्किए अथवा हामीहरू हुर्कियौँ होइन, त्यो मनोविज्ञानमा अगाडि बढेको भएर तपाईँले भने जस्तो अनि रियरली त्यस्ता घटनाहरू देखिन्थ्यो अलिअलि चाहिँ होइन। अनि ती घटनाहरूको परिणाम चाहिँ त्यही ट्रेलरमा भने जस्तो कि त अपराधी बनाइन्थ्यो कि त उनीहरूलाई छुटाइन्थ्यो अथवा होइन। थर राख्ने ठुलो कुरा हो कि आवाज निकाल्ने ठुलो कुरा हो होइन।
सम्भवतः मेरो आवाजले नै मैले भनौँ न रिसेन्टली अघि डब्बु सरले भन्नुभयो जस्तो मैले जम्मा 2टा कि 3टा मात्रै कन्टेन्ट गरेको छु जातको विषयमा विभेदको विषयमा जातको कुरा नगरौँ विभेदको विषयमा अनि मान्छेहरूलाई लाग्छ कि यसले जहिले पनि आफ्नो लाइफ टाइमभरि यसले विभेदकै कुरा गरिरहेछ जातकै कुरा गरिरहेछ त्यो पावरफुल इमेज अथवा त्यो शक्तिशाली इमेज किन बनिरहेको छ भने म त्यो कम्युनिटीबाट बिलङ गर्छु होइन त्यही भएर मलाई लाग्छ मेरो आवाज नै मेरो परिचय हो क्या सो मैले पछाडि जे लेखेँ पनि प्रकाश सपुत लेखे पनि प्रकाश विक लेखे पनि अर्को त मेरो बच्चामा त प्रकाश हरियाली भन्ने थियो प्रकाश बिरई भन्ने थियो प्रकाश बिन्दास भन्ने थियो होइन अनेक प्रकारका नामहरू थिए होइन मेरो नाम जे भए पनि मैले जुन आवाज उठाइरहेको छु जुन प्रश्न गरिरहेको छु जुन विभेदको आवाज उठाइरहेको छु त्यो नै काफी छ मेरो परिचय दिनलाई भन्ने छ क्या यस्तो भयो अब एकदम हाइपोथेटिकल क्वेसन भयो तपाईँले मलाई सोद्धाखेरि म अब लड्छु नै भन्छु होला होइन त्यो अब फेरि तपाईँले म अहिले भनौँ न तपाईँको लागि अब हामी जुन सब्जेक्टमा फिल्म गरेको छ जो पनि हुनुहुन्छ मेरो वरिपरि मैले त्यो हिसाबले तपाईँलाई अहिले भन्दाखेरि म होइन म लड्थेँ नै भन्छु होला तर मेरो साइकोलोजी चाहिँ हाम्रो चाहिँ कस्तो थियो भन्दाखेरि म जस्तो फ्यामिलीमा हुर्केँ होइन जसरी ब्रटअप भएँ अनि जस्तो स्कुलिङ भयो मेरो अझ भनौँ होइन मेरो म कसरी किन हामीले चाहिँ स्कुल पढ्दाखेरि या भनौँ हाम्रो एउटा सर्टेन एजसम्म चाहिँ तपाईँलाई म्याक्सिमम् तपाईँको लाइफको टाइम स्पेन्ड गर्ने भनेको स्कुलमा हो नि त होइन तपाईँले घरभन्दा धेरै स्कुलमा धेरै टाइम स्पेन्ड गर्नुहुन्छ अनि त्यहाँको स्कुलिङ कस्तो छ त्यहाँको वातावरण कस्तो छ भन्ने कुरा नि तपाईँलाई एकदमै त्यो मेन्टल त्यसरी सेपअप गर्दै लाने हो नि त मेरो क्लासमा हामी किनकि म आर्मी स्कुलमा पढेको होइन तपाईँको पिउन भनेको के भन्छ आर्मीको ब्यारेकमा खाना पकाउनेको छोराछोरीदेखि लिएर जडसाप करसापको छोराछोरी एउटै क्लासमा सँगै बसेर तपाईँको भनौँ न अब त्यही टेलरिङ गर्नेहरू पनि एउटा तपाईँको त प्रोफेसनली पनि एउटा छुट्याइदिएको हुन्छ नि त होइन हामीले कहिले पनि ल तपाईँ त यो जातको या त यो क्लासको होइन म त्यसरी स्कुलिङ भयो क्या मेरो हामी डिफ्रेन्ट क्लासको किनकि युजुअल तपाईँ एउटा स्कुलमा हेर्नुहुन्छ भने एउटा धनी एउटा भनौँ न महँगो स्कुलमा प्रायः एउटा सर्टेन क्लासको एउटा अप्पर क्लासको बच्चाहरू मात्रै पढिरहेको हुन्छ या नर्मल एउटा लोकल गभर्मेन्ट स्कुलमा तपाईँले एउटा त्यही क्लासको मान्छेहरू पढिरहेको हुन्छ मिडल क्लासको फ्यामिलीहरू पढ्ने स्कुल एउटा हुन्छ तर म पढेको स्कुलमा चाहिँ तपाईँको डिफ्रेन्ट क्लासको साथीभाइहरूसँग मैले बसेर पढेको भएर चाहिँ मेरो ब्याक अफ द माइन्ड त कहिले पनि ल यो जातको हुन्छ त्यही भएर यसलाई यसरी ट्रिट गर्नुपर्छ या हामीले यस्तो गर्नु हुँदैन जसरी उहाँले भन्नुभयो नि उहाँलाई बच्चादेखि नै कसरी हुर्काइएको थियो भन्दाखेरि चाहिँ हामीलाई यो गर्नु गलत हो या योसँग अट्र्याक्सन नै हुनु हुँदैन होइन टेक्निकली त्यस्तो नै हुन्थ्यो होला माइन्डले त्यसरी नै पर्फर्म गर्थ्यो होला तर हामीलाई कहिले पनि त्यस्तो भएन होइन सो मैले निश्चलसँग आई थिङ्क भेट्ने बेलामा पनि या भनौँ मलाई जति बेला मैले निश्चललाई मजाले चिन्नुभन्दा अगाडि मलाई नेवार हो जस्तो लाग्थ्यो कि निश्चल बुझ्नु भएन भनेको उसको केही नेवार इन्फ्लुएन्स होला जस्तो लाग्थ्यो कि तर मैले कहिले पनि ओ नेवार हो त्यही भएर त्यस्तो हुनुहुँदैन या भनौँ न मेरो त अब घरमा मान्दैन भन्ने खालको त्यसरी कहिले पनि त्यसरी मैले सोचेर चाहिँ म अहिले त अब अभियसली गर्थेँ लड्थेँ नै भन्छु होला तर मैले भने नि अनेस्टली मेरो त्यति बेलाको थिङ्किङ चाहिँ त्यस्तो थियो मैले कहिले पनि ल यो चाहिँ यो जातको हुन्छ त्यही भएर मैले योसँग अट्र्याक्सन हुनु हुँदैन भन्ने या योसँग विवाह गर्नु हुँदैन होला भन्ने त्यस्तो कहिले हुँदै भएन त्यही त विभेद छैन भन्छन् तर म त्यो ठाउँदेखि आएको रोल्पा जो अहिले पनि जनयुद्धको उद्गम थलो भन्छन् त्यहाँनिर वर्ग विभेद हुनु हुँदैन जाति विभेद हुनु हुँदैन वर्ण सबै कुरा हुँदैन भन्नुहुन्छ तर अब म आफ्नै आँखाले म आफैले स्वयं भोगिरहेको छु अहिलेसम्म पनि हाम्रो गाउँको अब काका भन्छौँ दलित परिवार उहाँहरू अहिलेसम्म पनि घरभित्र उहाँहरू आफै पनि भित्र छिर्न मान्नुहुन्न र हाम्रो बाजेहरूले दिनुहुन्न थियो तर हामी त अहिले सचेत भयौँ नि त ल भित्र बसौँ बसेर खाउँ भन्ने बेला पनि उहाँहरूले अप्ठ्यारो मान्नुहुन्छ त्यो समाजको साइकोलोजी नै त्यसरी विकास हुँदै आयो र अहिले हामी जति छैन भने पनि एउटा आन्तरिक रूपमा मनैदेखि भए पनि हामी यसो सोच्दाखेरि कहीँ न कहीँ विभेद छ र त्यो हिजोदेखि जसरी हाम्रो दिमागमा सेट भएर आएको छ त्यो कुराहरू जति ठुलो परिवर्तन आए पनि केही न केही अवशेषहरू चाहिँ रहिरहने रहेछ र त्यो हामी सबैजनाले भोगेका छौँ र हामीले देखिरहेछौँ भोगी पनि रहेछौँ त्यसकारण अब कहिलेकाहीँ प्रकाश सरलाई त्यो आरोप आउँदै गर्दा मलाई पनि लाग्छ कि हामीलाई पनि भन्छन् म मगर ड्रेस लाएर कहीँ कार्यक्रममा गएँ भने त मगरको कलाकार मात्र होइन नि त
हामी सिङ्गो सबै जातिको हो नि त भन्नुहुन्छ। हो, म सबै जातिको कलाकार हो, इभन म देशकै कलाकार हो, तर पनि म आफू जिएको समुदाय त मेरो आफ्नो छुट्टै पहिचान छ, छुट्टैपन छ। त्यो बोकेर हिँड्दाखेरि त्यसको विषयमा म बोल्दाखेरि, त्यो भाषा बोल्दाखेरि अरूलाई मैले अपमान गरेको त छैन। केही कुराहरू जे चलिरहेछ त्यो कुराहरू हामीले बाहिर लिने हो, बाहिर भनिदिने हो। त्यसकारण अब मलाई लाग्छ अब हामीले अझै पनि भोगिरहेछौँ, यो केही समय लाग्छ, अझै पनि समय लाग्ला भन्न चाहन्छु। त्यति हो। अब मलाई एउटा परिवर्तन बसन्त बनेर आओस्। मलाई एउटा सानो समप गर्न बसन्तले एउटा खालको सन्देश र एउटा खालको सामाजिक सोच चाहिँ चेन्ज गरिदिन्छ। मलाई सानो समप गर्न मन लाग्यो। हुन त अब जति उहाँहरूले भोग्नु भएको छ त्यति सायद त्यो त मैले कुनै पनि त्यो हुन्छ नि कनेक्टै गर्न सक्दिनँ होला इमोसनली होइन। तर मैले जति पनि देखेको छु, जति मैले बुझ्छु होइन, डिस्क्रिमिनेसनको बारेमा, नट जस्ट यो कास्टकै कुरामा मात्रै होइन, जे पनि डिस्क्रिमिनेसन, किनकि एज अ वुमेन मैले पनि त केही न केही डिस्क्रिमिनेसन फेस गर्नुपर्छ। तर मलाई चाहिँ के लाग्छ भन्दाखेरि जस्तै हामीले तपाईँले केही क्वेसन सोधिराख्दाखेरि हामीले दिने आन्सर्समा मात्रै चेन्जेस या सिचुएसनमा मात्रै कतिको चेन्ज भएको छ भन्ने भन्दा पनि तपाईँहरूको सानो आउने क्वेसनले पनि सायद चेन्ज हुन बाँकी छ जस्तो मलाई फिल हुन्छ कि। जस्तो तपाईँले एउटा क्वेसन सोध्नुभयो उहाँलाई, किन कास्ट चेन्ज तपाईँले गर्नुभयो वरेभर होइन, त्यो तपाईँले किन आइडेन्टिटी चेन्ज गर्नुभयो भन्ने कुरामा सायद स्वास्थ्यमा मैले अर्को केही राखेको भए तपाईँले मलाई कहिले पनि त्यो क्वेसन गर्नुहुन्थेन होला कि होइन। मेरो स्वास्थ्यमा समथिङ मलाई केही राख्न मलाई राखेँ, तपाईँले कहिले पनि मलाई तपाईँले किन आफ्नो जात देखाउन चाहनु भएन या कास्ट किन राख्नु भएन भने तपाईँले कहिले पनि मलाई क्वेसन गर्नुहुन्थेन होला। सो यही क्वेसनमा नै सायद काहीँ न काहीँ विभेद हुनसक्ला होइन। मलाई याद छ, आई थिङ्क उहाँ 3-4 वर्ष अगाडि एकजना जर्नलिस्टकोमा यस्तै 1-on-1 कन्भर्सेसनको बेलामा एकजनाले भन्नुभएको थियो कि नाम नलिउँ, तपाईँहरूलाई हुन्छ नि ल विभेद भएको छ कि छैन यताउता भन्ने कुरामा यो इन्डस्ट्रीमा पनि। उहाँले एउटा पोइन्टमा चाहिँ के भन्नुभयो भन्दाखेरि विभेद कतिजना तपाईँहरूले एक्सेप्ट पनि गर्नुहुन्छ नि त, तपाईँहरूलाई कहिले पनि हुन्छ नि त्यस्तो फिल नगराउने खालको सिचुएसन पनि भएको छ, त्यो कुरामा किन बोल्नु हुँदैन त भन्नुभएको थियो कि। अनि मलाई मान्छेलाई मान्छे जस्तो ट्रिट गर्दाखेरि पनि थ्याङ्क यू भन्नुपर्ने होइन हो। तपाईँलाई यसरी के भन्छ एप्रिसिएट पनि गरिरहेको छ, तपाईँलाई एक्सेप्ट पनि गरिरहेको छ, अनि त्यो कुरालाई किन तपाईँहरूले बोल्नु हुँदैन, त्यो कुरालाई किन तपाईँहरूले एप्रिसिएट गर्नु हुँदैन भन्ने कुरा हो। मान्छेले एक्सेप्टेन्स पाउँदाखेरि पनि थ्याङ्क यू भन्नुपर्ने या एप्रिसिएट गर्नुपर्ने त होइन। उहाँले जति एक्सेप्टेन्स पाउनुहुन्छ, मैले जति एक्सेप्टेन्स पाउँछु त्यति नै उहाँले पाउँदा उहाँले थ्याङ्क यू भन्नुपर्ने, त्यही कुरामा त विभेद छ नि त। भनेको यस्तो सानो सानो तपाईँहरूले सोध्ने प्रश्नमै विभेद हुन्छ क्या कहिलेकाहीँ। मात्र हेर्दाखेरि पनि कहीँ नबुझिन सक्छ, फेरि फर्केर पनि हेर्नु होला। तपाईँले एक्लै मात्र गएर पनि नहुन सक्छ, परिवारै लिएर जानु होला। परिवार मात्र लिएर पनि भएन भने फेरि छिमेकी पनि लानु पर्ला, छिमेकीलाई पनि भनिदिनु होला। त्यसरी भनिदिनु भयो भने नेपाली कथानक चलचित्रहरू हाम्रो मात्र होइन, बसन्त मात्र होइन, सबै चलचित्रहरूलाई माया गरिदिनु भयो भने एकदमै राम्रो होला। राम्रै भने के हाम्रो गीत रिलिज भइसक्यो, पेट्रोलको बिल तुरुन्त हाम्रो सङ रिलिज भइसक्यो।